हेलो नमस्ते सबैलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म गहुँको पिठोबाट डोनट बनाउने तरिका लिएर आएको छु। यो भिडियो चाहिँ अलि पुरानो हो, मैले टाइम नपाएर अपलोड गर्न पाएकै थिइनँ के। अनि आज चाहिँ भोइस ओभर गरेर म अपलोड गर्न लागेको छु। सबैभन्दा सुरुमा मैले 2 कचौरा गहुँको पिठो लिए अनि त्यसमा चाहिँ पिसेर राखेको चिनी राखेँ के। अनि 1 चम्चा इस्ट राखेर तातो पानीले मुस्न थालेँ। हामीले इस्टलाई चाहिँ केही बेर ढाकेर फुल्लिनको लागि राखिदिनु पर्छ नि त। अनि मैले यसलाई ढाकेर राखिदिएँ के। अनि नुन त राख्नै बिर्सेको रहेछु, पछिबाट मैले आधी चम्चा जति नुन राखेर यसलाई फेरि राम्रोसँग मुछेँ। अनि यसलाई चाहिँ मुछेपछि म यसलाई बेल्न थालेँ के। बेलेपछि डोनटको साइज बनाउनु पर्यो, त्यसको लागि एउटा कचौराले यसलाई काटेर गोलो साइज बनाएँ। अनि बीचमा पनि प्वाल पार्नको लागि चाहिँ बोतलको ढक्कनले म यसमा प्वाल पारेँ के। अनि सबै मैले एकैचोटि बेलेर राखेँ, त्यसपछि फुराउन थालेँ है। अनि फुराउँदा चाहिँ यो यस्तो भएर मजाले फुल्लिन थाल्यो के। अनि त्यो मैदाको खाइराख्नु भन्दा त गहुँको पनि ट्राई गरौँ न भनेर मैले सोचेर चाहिँ यो बनाएको। खाँदा पनि मिठो हुने रहेछ अनि हेल्दी पनि भइहाल्यो नि त। मैदाको बनाउनु भन्दा त्यही सोचेर बनाएको अनि राम्रो हुने रहेछ के। यसरी चाहिँ मैले बनाएर सकेँ। थ्याङ्क यू सो मच।